हेलो नमस्ते आदरणीय दर्शक महानुभावहरू अनि यहाँहरूलाई यो दृश्य अहिले देखाइरहेको छु मैले। पक्कै पनि यहाँहरूलाई कता कता कहाँ बिहामा हो या त कुनै पार्टीमा या त कुनै अब पाहुनाहरू केही रमाइलो यहाँहरूले दृश्य जस्तै महसुस भयो होला। तर यो चाहिँ लिम्बू समुदायको होइन सांस्कृतिक चाड होइन चासोक तङनाम 2082 मङ्सिर महिनाको 1 गते होइन धरान 5 स्थित कागुनेमा हो। अनि यहाँ चाहिँ हाम्रो याक्थुम चेलीबेटीहरू बसिराख्नु भएको छ। अनि उहाँले चाहिँ आफ्नो अगाडि फेरि के राख्नु भएको छ भन्दाखेरि मिठो अर्ग्यानिक तोङ्बा है, छिप्पेको क्या, यो त 6 महिनाभन्दा बढी छिप्पेको। अनि नमस्ते सेवारो, सन्चै हुनुहुन्छ? अनि कहाँबाट आउनुभएको हजुर? ए निकै टाढाबाट आउनुभएको रहेछ है। ए तपाईँ चाहिँ के लिम्बू हो? ए इङनाम हो। ए इङनामहरू त मेरो सोल्टिनी पर्छ नि। अनि कतिखेर आइपुग्नु भयो यहाँ? ए कतिको रमाइलो महसुस भएको छ आज तपाईँलाई? रमाइलो भएको छ है। अनि धान नाच्नुहुन्छ होला नि आज? ए अनि इङनाम भनेपछि तपाईँहरू त बुढी मोरङ साइड? ए सविता इङनाम चाहिँ मेरो भाउजू हो, ओम प्रकाश मेरो दाजु हो कि, त्यही नाताले पनि मलाई चाहिँ सोल्टिनी पर्नुभयो भने होइन। तर हाम्रो साइनो सम्बन्ध चाहिँ रियल हो है। अनि भनेपछि रमाइलो भइरहेको छ है। अनि तपाईँ राम्री पनि हुनुहुँदो रहेछ है। आज त्यसो भए रमाइलो गरी धान नाच्नुहुन्छ नि होइन? अनि यता हाम्रो बहिनी हेलो सेवारो, तपाईँको शुभ नाम के हो? हजुर ए इङनाम नै हो तपाईँ पनि? ए अनि जोस् आराम कुशलै हुनुहुन्छ? एकदम आराम कुशलै। सँगै आउनुभयो नि तपाईँहरू है? सँगै हामी एकै ठाउँबाट हो। ए अनि कतिको रमाइलो महसुस भइरहेछ अहिले? एकदम रमाइलो, वर्षमा एकचोटि आउने चाड, एकदम रमाइलो भइरहेछ। अनि तपाईँहरूको पुर्खौली गाउँ चाहिँ कहाँ हो? पुर्खौली गाउँ त त्यही बुढी मोरङ नै हो। ए हो, उतै जन्मिनु भएको कि इटरी नै? होइन, जन्मिनु त इलाम हो। ए इलाम हो। हाल चाहिँ इटरी बस्नुहुन्छ? इटरी कुन ठाउँ हो? इटरी हाम्रो भेटघाट चोक। ए भेटघाट चोक है। ए हस् त है, धन्यवाद बहिनी। अनि यता लु सेवारो हजुर, तोङ्बा खाँदै हुनुहुँदो रहेछ होइन? यो कति राम्रो क्या, यो ढुङ्ग्रोमा अर्ग्यानिक तोङ्बा है, हाम्रो याक्थुम चेलीबेटीहरू होइन। अनि यो फेरि के छ भन्दाखेरि हाम्रो लिम्बू समुदायको चाहिँ तोङ्बा बिनाको फेरि सत्कार पनि हुँदैन क्या। अनि त्यसैले गर्दा पनि अनि तपाईँ त अब कति राम्री हुनुहुन्छ होइन? अनि कण्ठ लगाएर काँडे चुरा लगाएर चट्ट होइन हाम्रो अब याक्थुम अनि सिलाम सागमा पनि लगाएर कहाँदेखि आउनुभएको हजुर? ए इटरीबाटै आउनुभएको? ए एकै ठाउँ। तपाईँको शुभ नाम भनिदिनुहोस् न। मेरो शुभ नाम चाहिँ अब मन्जना नाचिरिङ भन्छ। हजुर ए नाचिरिङ भनेको त राई है? सोताङ राई। ए अनि लिम्बूसँग बिहे गरेर आउनुभयो? के लिम्बूसँग आउनुभयो? पयाङ्गो यता 5 तारतिरको? ए तेह्रथुम है। ए हस् त धन्यवाद। अनि यता हाम्रो चेलीलाई सोध्छु है। अनि उहाँ चाहिँ अलिकति जे होस् अलग्गै छुट्टिएर बस्नुभएको जस्तो हुन्छ सेवारो। अनि तोङ्बा खाँदै हुँदो रहेछ। तोङ्बाको माथि कस्तो मजाले यो प्लेटमा होइन गुन्द्रुकको अचार है, के हो यो भन्नुहोस् त? यो गुन्द्रुकको अचार, यो फिलिङ्गेको अचार। हजुर यो चाहिँ भटमासको अचार। ए मिठो छ है? एकदम मिठो है। अनि शुभ नाम के हो तपाईँको? ए सिङ्गक हो तपाईँ? यो सिङ्गकहरू त एउटै हुन्छ नि होइन? ए हाम्रो धरानमा पनि हुनुहुन्छ नि समाजसेवी होइन, साहित्यकार दिदी मिना सिङ्गक दिदी, चिन्नुहुन्छ नि? ए फुपू हो। ए पक्कै पनि मिना दिदीले पनि यो भिडियो हेर्नुहुनेछ है। मिना दिदी तपाईँको भदै नि है? हजुर हस् ल त धन्यवाद है। लु सबैजना चेलीबेटीहरूलाई धेरै धेरै धन्यवाद ल।